Hello, what's up, guys? Welcome to this freaking channel. Actually, how to get clear skin बारे एउटा introduction video बनाऊँ या one and all video भन्ने छु. You will listen to me and you will get clear skin. अब यो भन्ने म काबिल छु. I will say म काबिल छु. किनभने मेरो 1 to 2 year back, 3 year back, मेरो skin was full dull थियो. And now मैले चाहिँ कम्प्लिमेन्ट पाइरहेको छु मेरो स्किनको बारेमा. I don't know मेरो राम्रो छ कि I don't know, but I get used to compliment. मैले पाइरहेको हुन्छ आफ्नो स्किनको बारेमा. And mostly people say Kilam, just what you like and मैले भन्छु केही पनि, but that is a secret. केही पनि छैन secret, nothing more. So पहिलो चिज that you should be applying, that is water. र तिमी डिहाइड्रेसनबाट धेरै सफर गरिरहेको छौ. म पनि भर गरिरहेको छु. मैले अचानक दिनको 2 to 3 लिटर, विच इज भेरी बेसिक मिनिमम. मेरो किन भइरहेको आइ एम जस्ट ल्याकिङ अफ, बट मैले वाटर खान धेरै छोडेँ. बट पहिला धेरै खान्थेँ. आई युज टु इट अ लट अफ वाटर. दिनको 4 to 5 to 6 लिटर्स अफ मैले खान्थेँ. एन्ड एउटा सजेसन दिन्छु, इफ यु वान इट वाटर, यस्तो बोतल किन, यस्तो बोतल. यो चाहिँ यहाँ प्लास्टिक छ, पुरै स्टिलको किन्न सक्छौ भने स्टिलको किनकि त्यो टेस्टोस्टेरोन माइक्रो प्लास्टिकतिर जान्छ. बट प्लास्टिकको छ भने नो केयर, इट वाटर. अहिलेको लागि तिम्रो मेन स्किन नट द टेस्टोस्टेरोन. टेस्टोस्टेरोन इम्पोर्टेन्ट छ, बट तिमीलाई यो मेजोरिटी माइनोरिटी धेरैमा ख्याल नगर. बट अहिलेको लागि इफ यु क्यान एफोर्ड, गो टु द मेटल प्लास्टिक, मेटल बोतल. नभए तिम्रो यो उसले काम गर्छ, प्लास्टिकले काम गर्छ. इफ यु डोन्ट हेभ एनी अप्सन. सेकेन्ड थिङ, इम्प्रुभ यर डाइट. यो चाहिँ यो सबैभरिमा मेन भनेको यही हो. इम्प्रुभ यर डाइट एन्ड प्लस गेट माइक्रोभिटामिन. यो माइक्रोभिटामिन भनेको के हो? अब तिमीले म्याक्रो भन्ने त सुन्यो होला. म्याक्रो न्युट्रिएन्ट्स मतलब प्रोटिन, कार्बोहाइड्रेट्स. प्रोटिन न्युट्रिएन्ट त पर्छ. प्रोटिन, कार्बोहाइड्रेट, फ्याट्स, यिनीहरूबारे सुन्यो होला. इफ यु आर इन द लुक्स म्याक्सिङ जर्नी अथवा यस्तो भए त्यसले यस्ताको बारेमा धेरै सुन्यो होला. अनि तिमीले यसमा पनि ख्याल गरेर आउँछौ, प्रोटिन बढाउँछौ. यदि मेरो च्यानल हेर्छौ भने त बढाउने कोसिस गर्छौ होला. एन्ड त्योभन्दा पनि तिमी इफ यु वान्ट अ गुड स्किन, गुड हेयर, गुड क्वालिटी अफ स्किन भनौँ पार्टिकुलरली, यदि तिमीलाई त्यो चाहियो भने तिमीले आफ्नो माइक्रो न्युट्रिएन्टमा फोकस गर्नुपर्छ. वाट्स माइक्रो न्युट्रिएन्ट? माइक्रो न्युट्रिएन्ट भनेको यस्ता यस्ता भिटामिन, जुन भिटामिनहरू वाटर सोल्युबल पनि नन सोल्युबल पनि. सिम्पल भाषामा भन्दा भिटामिन. टेक फ्रुट्स, टेक भेजिटेबल खाऊ, फ्रुट्स खाऊ. अनि आफ्नो डाइटमा प्रोटिन पनि धेरै इन्क्लुड गर, किनकि प्रोटिनले ड्यामेज सेललाई रिपेयर गर्न हेल्प गर्छ. सो प्रोटिन पनि धेरै एड गर. अनि त्यसपछि आफ्नो डाइटमा फ्रुट्स एन्ड भेजिटेबल्स ठुसेर राख. अनि सक्छौ भने क्यारोट खाऊ, धेरैभन्दा धेरै. इट क्यारोट अ लट, किनकि क्यारोटमा आउँछ बेटा क्यारोटिन. बेटा क्यारोटिनले तिमीलाई येल्लोइस या ओरेन्ज टिन्ट दिन्छ, जुन राम्रो देखिन्छ. अनि त्यसले चाहिँ हाम्रो कोलाजेन बुस्टिङमा पनि हेल्प गरिरहेको हुन्छ. सो इट अ लट अफ व्हाट आई से क्यारोट. त्यो नभए पनि फ्रुट एन्ड भेजिज, इट अ लट. आई मिन अ लट अफ खाऊ. एन्ड यु विल बी सफिसियन्ट. तिम्रो माइक्रोन्युट्रिएन्ट पुरा हुन्छ. एन्ड इट अ लट अफ मिल्क, किनकि तिम्रो प्रोटिन पाउँछ. भेज भए पनि नन भेज भए पनि मिल्क खाऊ. हेभ अ ग्रेट लाइफ. अनि त्यसपछि थर्ड मोस्ट इम्पोर्टेन्ट थिङ, स्किन केयर रुटिन. अब यो चाहिँ मैले भर्खर भनिरहेको सबै सिम्पल टिप्सहरू. बट एउटा लास्ट टाइम मैले त्यो चिज भन्छु एन्ड यु विल बी सक्ड कि मैले त्यस्तो पनि रिकमेन्ड गरिरहेको छु. ल, त्यो थर्ड चिज मैले के भने, स्किन केयर रुटिन. स्किन केयर रुटिनमा तिमीलाई केही चाहिँदैन, भिटामिन, सिरम केही चाहिँदैन. जस्ट एउटा फेस वास ल्याऊ, एउटा सनस्क्रिन ल्याऊ एन्ड मोइस्चराइजर. सक्छौ भने प्याराबेन र सल्फेट फ्री एन्ड मिनरल ओइल फ्रीवाला एलिमेन्ट ल्याऊ, किनकि कोही रिसर्चले भन्छ प्याराबेनले क्यान्सर ल्याउँछ, त्यस्तो भन्छ. बट धेरै ल्याउनु. बट भर्खरको लागि एफोर्ड गर्न सक्दिनँ भने सनस्क्रिन खोज. सक्छौ भने बेस्टै खोज, लाइक इट विल बी बेटर. बेस्ट खोज. अनि त्यसपछि तिमीले लाऊ. वाट विल बी योर स्किन केयर रुटिन? मुख धो,
त्यसपछि लाइक काइन्ड अफ सनस्क्रिन लाऊ अनि मोइस्चराइजर र सनस्क्रिन मिक्स गरेर लाऊ मैले मिक्स गरेर लाउँछु नथिङ द्याट इज स्पेसल अनि त्यसपछि डन यो स्किन केयर रुटिन एन्ड स्किन केयरको मतलब हो फेसलाई डटबाट रिमुभ गर्नु अनि त्यसपछि वी गेट नरिसमेन्ट दिनु हो अरू केही काम छैन अरू भिटामिन सिटामिन भर्खरैको लागि छोडिदियो काम गर्ला बट आई नो भिटामिन सीहरू लाइक मैले युज गरेको थिएँ पहिला लाइक गरेको थिएँ त्यसले यति रिजल्ट पनि देखाएको थियो अलिकति स्मुथनेस आएको थियो अनि ब्राइटनेस भएको थियो बट अहिलेको लागि भिटामिन सी त तिमीले त अमलाबाट लिन सक्छौ तिमीले लेमनबाट लिन सक्छौ धेरै चिज छ त्यसबाट लिन सक्छौ बट अहिलेको लागि जस्ट सिम्पल स्किन केयर रुटिन लो बजेटमा जो अब त्यसपछि आउँछ हाम्रो स्लिप अब स्लिपमा धेरै फोकस गर गेट 8 to 9 hours अफ स्लिप कन्सिस्टेन्टली मतलब कन्सिस्टेन्टली बिहान रात 10 बजी सुत्छौ भने बिहान 6 बजी उठ्ने गरेर 8 घन्टाको स्लिप हुन्छ सक्छौ भने अझै धेरै सुत्ने कोसिस गरे किनकि टिनेजमा छौ भने त तिम्रो हाइटदेखि लिएर एभ्रिथिङ एफेक्ट मसल मासदेखि लिएर तिम्रो बोन डेन्सिटी सबै टिनेजमा ग्रो हुन्छ जुन बोन डेन्सिटी भोलि पर्सि गरेर हुन्छ मतलब टिनेज पछि नि हुन्छ बट अहिलेको लागि तिम्रो मसल मास पनि पहिलो हुन्छ मेमोरी लेन्थ बढिरहेको हुन्छ कि अहिले लेन्थ बढिरहेको हुन्छ अनि फुल्ली डेभलप भएको हुँदैन नि अर्गान त्यो सबै डेभलप भइरहेको हुन्छ त्यसको लागि प्रोटिन र माइक्रोन्युट्रिएन्ट र हाम्रो बडीमा स्लिपलाई रिकभरी मोडको लागि धेरै नेसेसिटी भइरहेको हुन्छ हाम्रो बडी डिप्रिसिएट भएको छ एन्ड इट निड्स अ लट अफ स्लिप त्यही भएर स्लिप पनि राम्रोसँग लिने गर एन्ड अर्को थिङ एन्ड दिस इज द लास्ट थिङ आई रेकमेन्ड एन्ड दिस इज द म्याजिकल थिङ युज ट्रेटिनोइन अनि नेपालमा चाहिँ रेटिड्रम भनेर भनिन्छ क्या एन्ड द्याट्स ए स्पेसल थिङ तर त्यो युज गर्नुको एउटा प्रिकसन दिन्छु प्लिज न तिमीले त्यो युज गर्छौ भने प्लिज सुन सनस्क्रिन प्लिज कहिले नटुटाए त्यो युज गरेपछि प्लिज किनकि यदि त्यो लाएर तिमी कालो हो भने मलाई केही नभने तिम्रो मुखमा ट्यान बस्छ भने केही नभने किनकि बस्छ जो यदि तिमीले सनस्क्रिन युज गर्दैनौ त्यत्तिकै आउटर विदाउट प्रोटेक्सन जान्छौ भने तिम्रो कालो बस्छ नै बस्छ ट्रेटिनोइन लेखिएको छ भनेको ट्रेटिनोइन भनेको एउटा बेटा क्यारोटिन मतलब भिटामिन ए हो जसले तिमीले लाऊ भने लाइक पुरै झुलिया निस्किन्छ मतलब यो स्किन विल बी बर्निङ आउट अनि क्र्याकिङ आउट हुन्छ अनि त्यसपछि त्यो निस्किन्छ पुरै निस्किन्छ अनि त्यसलाई स्किन रिन्युअल हुन्छ नि फेज हुन्छ क्या हाम्रो बडीमा त्यसलाई बुस्टअप गरिदिन्छ बुस्टअप गरेपछि के हुन्छ अब स्किन चाँडै बनिन्छ त्यसपछि झर्छ अनि त्यसपछि नयाँ स्किन हुन्छ अनि यो नयाँ जन्मेको स्किन यति सेन्सिटिभ हुन्छ यति काम पर्यो भने तिम्रो कालो बसिहाल्छ यो मैले एक्सपिरियन्सले भनिरहेको छु रिसर्चले भनिरहेको छु मेनी पिपलको रिकमेन्डेसन कोही डक्टरहरूलाई थाहा हुन यो हुन्छ भने अनि यो ट्रेटिनोइन चाहिँ प्रिस्क्रिप्सन भन्छ नि डक्टरलाई सोधेर लाउने चिज हो एन्ड आई विल रिकमेन्ड सजेस्ट गर डक्टरलाई बट मैले सजेस्ट नगरिकन लाउँछु तर त्योभन्दा पहिला एउटा प्याच टेस्ट गरेर हातमा लाऊ हात होइन यहाँ चाहिँ लाऊ यहाँ चाहिँ लाट टेस्ट गरेर एलर्जी त केही हुन्न मतलब स्किन निक्लियो नि त द्याट्स अभियस बट यहाँ लाट चेक गर एकचोटि प्याच टेस्ट गर एन्ड रिकमेन्ड यो डक्टर यसको जिम्मेवारमा हुनेछ नि यो ट्यान के बस्यो भने सिम्पल भनिदिन्छु मुख धो राति लाउने यो राति दिनमा होइन मुख धो त्यसपछि जस्ट ट्रेटिनोइन लाऊ भन्छु त नथिङ इज सनस्क्रिन केही नलाऊ अनि बिहान उठेपछि सनस्क्रिन कम्पलसरी मोइस्चराइजर कम्पलसरी किनकि त्यसको स्किन फुलिरहेको हुन्छ एन्ड त्यसपछि आई नो यति नै हो एन्ड दिज आर द सिम्पल थिङ यु हेभ टु डु एन्ड इफ यु क्यान डु इट प्लिज डु इट बिकज स्किन प्लेज अ ह्युज रोल इन एट्र्याक्टिभनेस अनि त्यसपछि तिम्रो एपियरेन्समा यो चाहिँ आई लर्न इट सो आई टेक केयर बाई बाई भन्नु त